अरे ग्याङ आज म आइसकेको छु ड्रोन डेलिभरीमा र ढिला नगरी सुरु गरौँ। यसमा केही गर्नु पर्दैन, हामीले यहाँ पार्सलहरू आइरहेको छ र त्यसलाई यसरी टपक्क उठाउने। खै उठ्यो नि। यहाँ चाहिँ प्राइस लेखा हुन्छ लाइक 120, लाइक होइन 480, धेरै धेरै महँगो पनि हुन्छ। अनि हामीले चाहिँ यहाँ अब यहाँ होम पोइन्ट छ नि, होम पोइन्ट होइन के अरे डेलिभर गर्ने ठाउँ छ। अनि यहाँ टिडल्स विक त्यहाँ जानु छ हामीलाई। अनि गयो, अनि यहाँ पार्सल डेलिभरी गर्ने जेल ब्रेकर रहेछ। यहाँ गएर टक्क छोडिदिने, पैसा पनि सर आउँछ। अनि यहाँ चाहिँ गाइस हामीले कस्तो ग्राइन्डिङ हान्ने होइन, अब यहाँ रिङहरू देखेर भएको छ नि। यसमा गयो अनि लाइक पैसा आउँछ गाइस, $5। छोटा छोटी बेस पनि हुन्छ मान्छेहरू। यो चाहिँ मेरो बेस हो। अनि आइसकेको छौँ बेसमा। अनि म के भन्दैछु भने गाइस, यहाँ चाहिँ ड्रोन सप पनि छ। यहाँ चाहिँ हामीले अब हामीलाई मैले पहिले पनि खेलिसकेको थिएँ, 2410 रुपियाँ होइन। हामीले अब नेक्स्ट चाहिँ यो चाहिँ रोबक्स छ के हो बलुन, पैसा छैन के किन्नु होइन। गोल्डन डोनट यो पनि ड्रोन हो क्या हो। छोडिदिउँ गाइस। टाइटन छ 2500मा किन्ने होइन। अब त्यो ग्राइन्ड हान्नुको लागि चाहिँ हामीलाई के अरे 500 चाहियो। ल सुरु गरौँ अब। यहाँ आयो, यहाँ चाहिँ लक हुन्छ कति पैसा कमाउने भन्ने लाइक। पैसा चाहिँ खर्च गर्दिनँ होइन। यहाँ रोबक्सले पनि 2x लक 50 मिनटको लागि। अब अनि के अरे यति नै हो, केही गर्नु पर्दैन। अनि ड्रोन सपमा ड्रोन किन्यो, प्याकेज लक बनायो। डेली रिवार्ड पनि रहेछ, मैले देखाइदिने गाइस। ए अब बुझी 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 1K अब यो मैले उठाएँ नि। अब यो उठाएपछि मैले सिधै 1K आउँछ होला कि गाइस। भनेपछि म 3430 हुन्छ। डिफल्ट भिलेजमा जाउँ, गेम प्ले पोस्ट के भन्छ। ए के हो यो गेम प्ले पोस्ट भन्ने खाले। प्लिज वेट while the game contains load। खुल्न, नेट की इस्यु आयो क्या। आयो, म के भन्दै थिएँ नि। ओ यहाँ के अरे फेरि गेमले बस भयो, बोल्न दिएन। के भन्थ्यो नि, अब यहाँ हामीले गयो अनि छोड्यो होइन। अब हामीले 1000 पायो, मैले भनेको थिएँ नि गाइजु। अब 3455 भयो कि भनेपछि अब हाम्रो बेसमा जाउँ अनि टाइटन भन्ने ड्रोन किनौँ, भइहाल्यो नि है। बेसमा जाउँ नि त। अब हामीले नयाँ नयाँ ड्रोन किन्यो भने चाहिँ पैसा पनि धेरै धेरै आउँछ। र पार्सलहरू इक्वाइप गर्यो, नयाँ नयाँ ठाउँहरूमा छोड्यो, त्यही गर्दा गर्दै पैसा कमायो। यो गेम एकदम कुल छ हेर त। जाऊ जाऊ आफ्नो बेसमा बुस्ट। ल गाइस हाम्रो सेकेन्ड ड्रोन राम्रै भएछ। मैले पहिल्यै ग्राइन्ड हानिसकेको थिएँ, किनिसकेको छु। हेरौँ है त यसको स्पिड चाहिँ कतिको रहेछ। किन ल किनेन त एकछिन ए इक्वाइप। ल गाइस हेर्नुहोस् गाइस, मेरो ड्रोन सेकेन्ड। ल 6वटा पङ्खा भएको। अब आफ्नो ग्राइन्डिङमा लागौँ फेरि। अब आज हेरौँ न हामीले कति चाहिँ खोल्न सक्दो रहेछ। यो हामीले त इजिली खोल्न सक्छ होला। होमिङ बर्ड भन्ने ड्रोन कस्तो हेलिकप्टर हो। स्पिड 240। हामीले सुरुमा किनेको थियो स्पिड 130 र क्यापेसिटी 2 हामीले इक्वाइप गर्न सक्ने। अनि रोबक्सको 5 छ यार, स्पिड 250। अब यो टाइटन चाहिँ स्पिड 185, 185, क्यापेसिटी 4। हामी जति क्यापेसिटी भयो नि त्यति डेलिभर गर्न सक्छ। लाइक यो मान्छेले यति धेरै गरेको नि, हामीले यसै गरी लाइक अब होइन धेरै धेरै पैसा उठाउनु लागि 560 उठाएर। यो निलो बक्स चाहिँ निलो कलरको चाहिँ यो फाइदा हुन्छ कि अब 2टा उठायो होइन। महँगोमा फेरि अब 560 गइरह।
मिनिमममा 4 के अरे म्याक्सिमम 4। ए ल एउटा हावा उठाएछु यार। हट न। 100 रुपियाँ कसले किन्छ अरे यार? कसले डेलिभर गर्छ र होइन? यो उठायो यो उठायो यो उठायो ल 400 खालि आयो ल। चारवटा भएन 1 2 3 4 ल। जाऊ जाऊ जाऊ। फ्रिट क्याटलग हेर्नु जाऊ। अनि कतिवटा ग्रान्ड भयो यार? 1000 रुपियाँ यार मसँग। ल ब्लक्स फ्रुट बाट नाम पनि के हो यार? 560 एउटा डेलिभरी भयो। 3टा बक्स बाँकी छ। यसमा नि जाउँ। यहाँ पनि डेलिभरी स्मार्ट लगाएर भएन। के अड्किन्छ हौ? हेर नि फास्ट भयो। ए सानले डेलिभरी हाल्नु लाग्यो हुँदै भन्नु त। ओए कस्तो दामी ल्यान्डिङ भइरहेको त्यो पार्सलको। 560 पाइरह्यो। अर्को ठाउँमा नि जाउँ। रिङ चाहिँ मस्त छ कि हेल्थ। म त पैसा त खासै कमाउँदैन 7 होइन 5 थियो अहिले 7 कमाइरहेको। यहाँ ए ल लास्ट एउटा पार्सल फेरि आफ्नो बेसमा जाउँ अनि पार्सल इक्वाइ गरौँ। जति महँगो पार्सल हुन्छ गाइस त्यति हुन्छ है हाम्रो चान्स पैसा धेरै कमाउने। अर्को कहाँ फेरि है? ओइ भने ल स्मुथ ल्यान्डिङ 400 रुपियाँ टक्क कमाइयो। र अब गइन्छ आफ्नो होम बेसमा फेरि अनि फेरि गेम पनि फर्स्ट के भयो हौ? ग्लिच भइरहेको। हट्न हाम्रो बेस देखेन के धुला धुला देखिरहेको। आइपुग्यो। हाम्रो लक चाहिँ बढ्यो नि गाइस। है बरे 1 मल्टिप्लाई होइन मल्टिप्लाई 1 थियो होइन अहिले 1.20। अब हामीलाई होइन 9,000 चाहियो। 9,000 होइन आधा 12,000 कति रे? 12,000 ठ्याक्कै 12,000 रहेछ। किनिन्छ यो पनि मस्तै किनिन्छ। क्यापेसिटी 5 रहेछ। ल ल जाउँ त। ओए ओए 480 गयो। 480 पहिला इक्वाइप गरेर फालिदिउँ न। फेरि इक्वाइप गर्दा गर्दै भारी हुन्छ कि। लिग्न हो यो पनि लिग्यो। ओए 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 2.2 के? ओए पहिलोचोटि देखिरहेको छु यार यो त। 2.2 के गाइस हेर न यो 2.2 के वाला। हैट घन्टामा मैले उठाएँ यार। पैसा पनि धेरै आउँछ हामीलाई अब होमिङ बर्ड किन्नलाई सहिलो हुन्छ। एउटा पार्सल आइज नि यार। 3.8 के 3.8 के 3.8 के गयो। यो राम्रै ढङ्गले इक्वाइप चाहिँ किन हुन्न नबुझ्या कि। 3टा त आयो यार। ओए 3.2 के हट्न चाँडै ओए ए अब चाहिँ पैसा दामी कमाउने है गाइस। है 2 पाइलट प्लट तँलाई के चाहियो भन त। ल तेरो पार्सल आयो अब 3टा बाइक छ। अब अर्को पार्सल पनि आउँछ तेरो घरमा 3,200। ओए ओए झुकेर झरेर सरी गाइज फर द एक्सक्युज ओके। ओए पहन भन्नाले गयो यार गुड्दा गुड्दै पाहाडले कस्तो रियलिस्टिक हेर तर गेम नि। यो रकहरू होइन खतरनाक डेन्जर हो के। ए फोकस गरौँ न गेममा। फेरि पनि ए पख्न पख धेरै स्पिड भयो के। यहाँ पनि पार्सल भयो है 2.2 के हिरोको एन्ट्री लास्टमा हुन्छ नि त गाइस।
त्यही भएर त्यो बिग पार्सल चाहिँ हामी घरमा गर्छौँ फाल्छौँ। अहिले सालले फाल्न लाग्यो हुँदै हुँदैन माथि गएर फाल्छ। ल ल ल ओ धन्नै छेउमा पऱ्यो तर छोइयो। उइ 10,000 उइ 10,000 एकैचोटि ओइ बरु 3,000 थियो। वाट द हेल। जाउँ 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 होम बेस